ल भइहाल्छ नि। नमस्कार हजुर। नमस्कार। नमस्ते नमस्ते। के हो यो? पढ्नुहोस् न हजुर, ज्ञापन पत्र हो नि त। गाउँमा केही अराजक तत्त्वहरूले विवाह जस्तो पवित्र काममा भोज भतेर नगर्ने, जन्ती नलाने जस्ता संस्कार विरुद्धका क्रियाकलापहरू गर्न लागेको हुँदा गाउँमा हुने विवाह जस्ता संस्कारी कार्यहरूमा अनिवार्य रूपमा भोज भतेर लागू गराई यस प्रदेशका जनताको मुहारमा हाँसो ल्याई संस्कार धान्नु हुनेछ भनी यो ज्ञापन पत्र पेश गरेका छौँ। यो बारेमा त हाम्रो प्रदेशले निर्णय समेत गरिसक्यो नि। कति खुसीको कुरो सुनाउनु भयो नि तपाईँले। अरू प्रदेशका मुख्यमन्त्रीज्यू भन्दा हाम्रो भन्ज्याङ प्रदेश नम्बर 8 को मुख्यमन्त्रीज्यू एक कदम अगाडि हुनुहुन्छ। ल मुख्यमन्त्रीज्यू, एकचोटि कस्तो निर्णय भएको रहेछ सूचना हेर्नु पाएको भए हुन्थ्यो नि, होइन? हुन्छ, सूचना पनि हेर्नुहोस्। ऊ त्यहाँ टाँस छ, हेर्नु त। विषय जानकारी सम्बन्धमा सम्पूर्ण प्रदेशवासी नेपालीमा यो सूचना जारी गरिएको मितिबाट यस प्रदेशमा कुनै पनि वैवाहिक कार्यक्रम, व्रतबन्ध तथा कुनै पनि संस्कारमा भोज भतेर तथा फजुल खर्च नगर्नु हुन, यदि गरिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने कुरा यसै सूचना मार्फत जानकारी गरिन्छ। ये मुख्यमन्त्रीज्यू, त्यो सामुदायिक भवन शिलान्यास कार्यक्रममा उपस्थित भएर अनिवार्य ढुङ्गा बोक्न नआउनेहरूलाई चाहिँ कारबाही गरिनेछ भन्ने यो सूचना चाहिँ कतापट्टि टाँस्ने होला? मलाई फटा, यो 1 नम्बरको फटाहा छ मुख्यमन्त्रीज्यू। यसलाई चाहिँ तलाउनै पर्छ। ओए, के हो? लास ओ मरो, के गरे हाप्रे यो? अब बिहेमा भोज भतेरै नगर्ने भनेपछि यो दाँत कोट्याउने सिनको डाम्नु मरो, अनि यो सिनको मार्नुमा प्रमुख हात चाहिँ यो डाम्नुको छ। अब त्यही भएर यी दुईटैलाई जलाउनलाई उहाँ तल घाटा लान लागे। ए च्वाचे, तँ डाम्नु पनि आफ्नै मलामी जान्छस् भने आइज।